होइन हेलो एभ्रिवान सबैजनालाई अहिले भने चाहिँ फेरि म तपाईँहरूलाई सानो भिडियो देखाउन जाँदैछु। अहिले भर्खरै म चाहिँ खरसाङबाट माथिबाट भर्खरै आइपुगेको अनि म चाहिँ हाम्रो यहाँ हर्नबिल रेस्टुरेन्ट देखाउँदैछु तपाईँहरूलाई। हेर्नु है त। ओके फाइनली म चाहिँ यहाँ आइपुगिसकेँ। ला आज त मेमोले डल्लै दोकान पो बन्द गरेछ त के भयो मेमे ए अन्त दोकान त बन्द गर्नुभएछ त। ला अनि पुरै रम्बो खानु हुँदैछ त अन्त मेमे के भनेको होइन अनि अस्ति तपाईँले सबै कुरा त्याग्नु भएको भनेको नि अनि अहिले त अनि के हो फेरि आम्मामा पुरा मात्ने कुरा छ त अन्त मेमे। मात्ने कुरो मैले छोडेको अस्ति हो जरुर हो अन्त हो कि होइन तिमीलाई भन। अनि यो हातको चाहिँ के हो त अनि अहिले चाहिँ अनि आम्मा त्यो पनि दोकान पनि बन्द गरिदिनु भएछ आज ए त। तिमीले कुरै बुझ्दैनौ कुरै नबुझिकन बोल्छौ तिमीहरू। हजुर कुरा नबुझ सुझाउनु बुझाउनु नबोल पहिला के हो त्यो कुरा बोल सोध न। आज म खान्थिनँ म एकदम ब्रह्मचारी लामा मेमे भएको थिएँ है आज मलाई त्याग्नु कर लाग्यो। किन त्याग्नु कर लाग्यो के भएर अघि एउटा फोन आयो त्यो फोन उठाएँ दाजु तपाईँको म फल्ना ब्याङ्कबाट बोलेको तपाईँको लोनहरू यस्तो छ हाल्नु भनेर भन्यो। हजुर मेरो पालो भने म त नानी ब्रह्मचारी लामा एकदम मैले मोहामो लोभ लाला सब कुछ त्यागेको मेरो त्यस्तो अब केही छैन मैले सब त्यागेको। तेरेमा साला पड्के अस्ति लोन लाने बेलामा लगिस् ऋण लाने बेलामा लगिस् अहिले लामा म ब्रह्मचारी भन्छ पुलिसले नै तेरो घरमा आउँछु पो अरे पुलिस भनेपछि त मेरो मनमा चिसो बस्यो नि त। अनि यस्तो खानुपर्छ त होइन कुरा सुन न मैले के भन्दैछु कुरा सुन। त्यही कारणले गर्दाखेरि सोचे लामा गरेर त छैन इन्कम लोन तिर्नु नसकिने रहेछ टेन्सन टेन्सन भयो अलिकति टेन्सनमा यसो टेन्सनको फ्रीको दबाई चिरिक्क लगाएर चाहिँ टेन्सन खतम गर्नु पर्यो भनेर लामा त्यागेँ है मैले। अनि यसमा लागेको यसमा लागेको होइन भन्दैछु तँलाई हाउडे तपाईँले खानुलाई न्यु पुरा न्यु पार्दो रहेछ हाउडे होइन त होइन हाउडे सर मेमे A few moments later. यस्तो पनि हुँदो रहेछ जिन्दगीमा